यदि तपाईं कहीँ कतै पाउन जाँदै हुनुहुन्छ, पाउन लाग्न जाँदै हुनुहुन्छ भने यी कुरा ध्यान दिएर सुन्नुहोस्। सर्वप्रथम तपाईं खबर गरेर जानुहोस्, त्यसै अनायासै नजानुहोस् र जहाँ तपाईं पाउन लाग्न जाँदै हुनुहुन्छ त्यो घरको मान्छेलाई असहज हुने, अप्ठ्यारो पर्ने कुनै पनि काम नगर्नुहोस्। बिहान अबेरसम्म नसुत्नुहोस्, उहाँहरू सँगसँगै उठ्नुहोस्। उठिसके पछाडि तपाईं सुतेको ओछ्यान, पर्दा के छ, तन्ना सिरक त्यो सपक्क मिलाइदिनुहोस्। यदि त्यो घरका मान्छे जहाँ तपाईं पाउन जानुभएको छ त्यो घरका मान्छे अफिसमा, कार्यालयमा अथवा कहीँ अन्त कामकाजी हुनुहुन्छ भनेदेखि उहाँहरूको टाइम टेबलको ख्याल गर्नुहोस्, उहाँहरूको टाइम टेबल अनुसार चल्नुहोस्। उहाँहरूले अफिस 9 बजे जानुपर्ने हुन्छ, तपाईँ उठ्नुहुन्छ 8:30 बजे, कतिखेर नुहाइधुवाइ गर्ने, कतिखेर मुख धुने त्यो हुन्छ। त्यसकारणले गर्दा उहाँको टाइम टेबल अनुसार चल्नुहोस्। भान्सामा गएर पकाउने मान्छेसँग पनि नबस्नुहोस्। उसले के गरी पकाउँछ, के गर्छ त्यो पकाउने मान्छेलाई पाउन आइदियो भने अप्ठ्यारो हुन्छ र त्यहाँ जाने, दराज हेर्ने, फ्रिज खोल्ने, यता र्याक खोल्ने यस्तो पनि नगर्नुहोस्। र खानाको टेबलमा जे खाना तयार भएको छ त्यो सपक्क खानुहोस्। म यो खान्छु, यो खान्न, म यो दाल खान्छु, म यो तरकारी खान्छु, अथवा यो खान्न, यो कालो दाल खान्न, मुसुरुको दाल खान्न, अथवा यो सब्जी खान्न, भन्टा खान्न, घिरौँला खान्न, यस्तो कहिल्यै नभन्नुहोस्। र घरमा हाम्रो संस्कार अनुसार, पूर्वीय दर्शन अनुसार के भनेको छ भने अतिथिलाई देव समान, देवता समान मानिन्छ। त्यसकारणले अतिथिलाई कहिल्यै केही पनि भनिदैन, तर मनमा नै उसलाई अप्ठ्यारो परिरहेको हुन्छ यस्ता कुराले। त्यसकारण त्यो घरको सिस्टम के छ, त्यो घरमा के कसरी चलिरहेको छ त्यसअनुसार तपाईले आफूलाई ढाल्ने प्रयत्न गर्नुहोस्। त्यो हो भने रमाइलो हुन्छ, राम्रो हुन्छ।